तपाईहरुलाई स्वागत छ यस लोन विथ पीएम रञ्जित च्यानलमा। यस च्यानल मार्फत तपाईहरुलाई सिकाउन गइरहेको छु एडभान्स एलसी एन्ड इम्पोर्ट म्यानेजमेन्ट कोर्स। जुन तपाईहरुले अहिलेसम्म कुनै पनि च्यानलमा यस्तो डिटेल कोर्स पाउनुहुन्न। यो 100% प्र्याक्टिकल कोर्स हो। अब ढिलो नगरी सुरु गरौँ। व्हाट इज एलसी? लेटर अफ क्रेडिट भनेको बैंकले खरिदकर्ताको तर्फबाट जारी गरिने भुक्तानीको ग्यारेन्टी हो, जसले विक्रेतालाई प्रतिज्ञा गर्दछ कि यदि विक्रेताले एलसी उल्लेख गरेको अनुसार सबै आवश्यक कागजातहरू पेश गरेमा भुक्तानी गरिनेछ। एलसी को एउटा उदाहरण लिउँ। यस इन्टरनेशनल ट्रेडमा बायर नेपालको हो भने सेलर थाइल्यान्डको हो र इस्यु बैंक एनआइबीएल हो। एनआइबीएल ले बायर इम्पोर्टरलाई तर्फबाट एउटा बैंक ग्यारेन्टी दिन्छ कि यदि एलसी मा उल्लेख गरिए अनुसार सबै कागजातहरू पेश गरेमा पेमेन्ट गरिन्छ भनेर थाइल्यान्डको सेलरलाई ग्यारेन्टी दिइन्छ। बैंक एक विश्वसनीय तेस्रो तटस्थ पक्षहरूको रूपमा काम गर्छ, जसले अन्तर्राष्ट्रिय कारोबारको भुक्तानीमा जोखिम हटाउँछ। अब यो किन प्रयोग गरिन्छ? अन्तर्राष्ट्रिय व्यापारमा विक्रेता र क्रेता एक अर्कालाई चिन्दैनन् र फरक कानुनको अन्तर्गत काम गर्दछन्। यसले गर्दा अविश्वास सिर्जना गर्छ। विक्रेताको डर, यदि मैले सामान पठाएँ र क्रेताले पैसा तिरेन भने के हुन्छ? क्रेताको डर, यदि मैले पैसा तिरे तर विक्रेताले सामान पठाएन भने के हुन्छ? की क्यारेक्टरिस्टिक अफ लेटर अफ क्रेडिट। इन्डिपेन्डेन्ट कन्ट्र्याक्ट, स्वतन्त्र सम्झौता। एलसी मा बिक्री सम्झौता अलग राख्छ। बैंकहरूले केवल कागजहरूसँग मात्रै सम्बन्धित हुन्छ र सामानहरू सन्तोषजनक छ कि छैन भन्ने कुरामा होइन। स्ट्रिक्ट कम्प्लायन्स, कडा अनुपालन। कागजहरू एलसी सर्टसँग ठ्याक्कै मिल्नुपर्छ। यदि सानो टाइपो वा डिस्क्रिपेन्सीले गर्दा पनि भुक्तानी नगर्न वा ढिलाइ हुन सक्छ। बैंक ग्यारेन्टी। इस्यु बैंकको प्राथमिक उद्देश्य भुक्तानीको बाचा हो। यदि खरिदकर्ता दिवालिया वा बैंकरप्ट हो भने बैंक अझै पनि विक्रेतालाई कागज अनुसार अनुरूप पेश गर्छ भने भुक्तानी दिन बाध्य हुन्छ।